4 जुन 2024 में टिकट फुल सोल्ड आउट यूएसए टिकट फुल सोल्ड आउट नेपाल वर्सेस नेदरल्यान्ड को 4 जुन को मैच T20 वर्ल्ड कप सेम डेट सेम टीम सेम वाइब्स सेम क्याप्टेन उतातिर पनि सेम क्याप्टेन नेपाल को पनि सेम क्याप्टेन अनि फर्मेट चाहिँ T20 फर्मेट र 50 ओभर फर्मेट अनि एउटा टिम चाहिँ टेबलको सबैभन्दा पुच्छार सेकेन्डको र एउटा टिम चाहिँ सबैभन्दा टपको सेकेन्डको टिम ओके हामीले अघिल्लो जितले गर्दाखेरि सबै गल्तीहरू छोपेका छन् क्याप्टेन र भाइस क्याप्टेनलाई चाहिँ पर्फर्मेन्स गरिरहेको छैनन् अब मैले के भन्छु भन्दाखेरि प्लेइङमा चाहिँ खै खासै चेन्जेस हुन्छ हुँदैन भन्ने कुरो खासै नेपालको टिमबाट खासै म देख्दैन हामीले यसो नेदरल्यान्डको कुरा गर्दाखेरि ओपनिङमा आउँछन् म्याक्सवेल र लेभिट म्याक्सवेल भनेको खतरा नै खेलाडी हो अब त्यो सबैलाई थाहा भएको कुरो ओले T20 देखि लिएर दुनियाँ दिवाना अब खतरै फायर छ अनि त्यसपछि जोगिन्दरहरू त्यसपछि राम्रो प्लेयरहरू छ नेदरल्यान्डको बास्टेलिडे अनि त्यसपछि धेरै राम्रो प्लेयरहरू छ नि त अनि क्याप्टेनै भयो इडवर्ड्सहरू भयो अनि बोलरहरू दत्तहरू छ अनि अर्मिन्त भन्ने प्लेयरहरू राम्रो प्लेयर छ नेदरल्यान्डमा अनि यतातिरको हाम्रो कुरा गर्ने हो भने चाहिँ हाम्रो प्लेयरहरू ओपनिङ राम्रो चलिरहेको छ अनि मिडल अर्डर चाहिँ ठिकै भइरहेको छ आसिफ र भुर्देलको रन आइरहेको नै छ हामीले किर्तिपुरमा गेम हुँदाखेरि यो सर्कलको 2023 to 27 CWC लिग 2 सर्कलको फर्स्ट गेममा चाहिँ हामीले नेदरल्यान्डलाई चाहिँ हराएर हामीले सर्कल स्टार्ट गरेको हो हैन अब चाहिँ फेरि अब त्यतिखेर चाहिँ हामीले नेदरल्यान्डलाई चाहिँ मात दियो 9 विकेटको मात दियो त्यतिखेर फर्स्टमै अनिल शाह एज ओपनिङ आएर हाम्रो बवाले पार्टनरशिप भएको ओपनिङ पार्टनरशिप अनिल शाहले डेन्जर ब्याटिङ गरेको भनिसकेपछि त्यतिखेर नार्वियाले हामीले 2-2 हारियो नेदरल्यान्डलाई फर्स्ट म्याच जित्यो लास्ट म्याच हारियो 4वटा म्याच मध्ये अनि त्यो नार्विया अहिले साला 20वटा म्याच खेल्यो उले धेरै 13वटा म्याच हारेको छ 7वटा म्याच जितिरहेछ नार्वियाले 13वटा म्याच हारिरहेछ त्यस्तो टिमलाई हामीले हाम्रो घरमा 2वटा गेम हारेर पठाइयो अनि नेदरल्यान्डलाई हामीले एउटा जित एउटा हार दिएर पठाइयो जो नेदरल्यान्डलाई हामीले 2021 मा कुशल भुर्तेल र आसिफ शेखले डेब्यू गर्दा डेभ वाटमोरको कप्तानीमा हामीले 260 रन हानिरहेछौँ T20 मा 260 रन हानिरहेछौँ जो प्लेयरले डेब्यू गरिरहेछ त्यो नेदरल्यान्डलाई अहिले हामीले नेदरल्यान्डले अब पछिल्लो वर्ष हामी T20 वर्ल्ड कपमा पनि हारिएको छ अनि त्यो बदला चाहिँ हामीले यो ओडिआई वर्ल्ड कपमा चाहिँ हामीले लिनुपर्छ यो सर्कलमा र भोलिको म्याचमा लिनुपर्छ गेम चाहिँ सेम टाइममा स्टार्ट हुनेछ नेपाली टाइममा 3:45 बजेदेखि स्टार्ट हुनेछ टिकट सोल्ड आउट भइरहेको छ उतिखेर हामीले युएसएमा टिकट सब नेपालीले किनेर सकेका थियो हिजो पनि करण केसीले त्यो इनिङ खेल्नुमा सबै नेपाली फ्यानको चाहिँ ठुलो हात छ त्यो फ्यानले त्यो फ्यान फलोइङ त्यो उले गर्दाखेरि त्यो जोसले चाहिँ करण केसीले रन हानेको त्यो चाहिँ हामी भनेको 12th म्यान प्लेयर हो के 12th म्यान प्लेयर चाहिँ छ के अरु 10 जना 11 जनाले क्रिकेट खेल्छन् भने हामी चाहिँ 12 जना प्लेयरले क्रिकेट खेलिरहेका हुन्छौं त्यो भनेको बिग एडभान्टेज हो र हार्ड ब्रेकिङै किन नहोस् कस्तो नै किन नहोस् भोलिको म्याच चाहिँ केटाहरूले जितेर फेरि अर्को खुसी हिजोको जस्तो निद्रा लायो फेरि आज पनि अब आरसीबी एज अ क्रिकेट फ्यान चाहिँ आज आरसीबीले गेम जित्यो अब सहीलाई हेर्दाखेरि चाहिँ पन्जाबले जित्योस् भन्ने पनि थियो तर विराट कोहलीलाई हेर्दाखेरि आरसीबीले जित्यो त्यो पनि एकदम अब राम्रो छ क्रिकेट एज अ क्रिकेट फ्यान अझ आरसीबी फ्यानहरुको लागि अझै धेरै खुसीको कुरा being a cricket fan I will happy today and yesterday Karan Kesi dai आज विराट दाई अनि फेरि भोलि रोहित अथवा दिप्पी दाई चलेर चाहिँ भोलि प्लेइङ 11 मा चेन्जेस चाहिँ बसिरहँ मतलब ल्याउने भन्ने कुरा छ तर अब मैले चाहिँ दिप्पीलाई बाहिर राख्न सक्दैन है मैले सिधा कुरा गर्दिन्छु मैले दिपेन्द्र ऐरीलाई बाहिर राख्न सक्दैन टिमबाट सिधा कुरा हो के अब आरिफलाई पनि मैले हटाउन सक्दैन अनिल नराम्रो लाग्ने हैन आरिफलाई हटाउन सकिदैन कन्सिस्टेन्सी प्लेयर हो र 50 ओभरको गेममा र विदेशी पिचहरुमा सर्ट बल राम्रो खेल्न सक्छ आरिफले इन्डियाको खिलाफ 50 हानिरहेको थियो त पाकिस्तानको खिलाफ त्यही टिकिरहेको थियो हैन त्यो भएर त्यो म चाहिँ त्यतातिर लाग्छु सो अब स्टुट लले के भन्छन् हैन स्टुट लले के भन्छन् हैन
ठिक छ, विनिङ कम्बिनेसनमै जाओस् टिम नेपाल। हिजो जस्तै टस फेरि जित्योस्, फेरि गेम एउटा जितेर फेरि अर्को सेलिब्रेट गर्न पाइयोस्। जय देश, जय नेपाली क्रिकेट।